म चाहिँ ढिँडो पकाउँदैछु। म ढिँडो पकाएको ढिँडोलाई चाहिँ यस्तो गरी गर्नुपर्छ। हजुरहरूलाई थाहा छ कि छैन, ढिँडो चाहिँ पार्न लागिसक्यो। ग्यासमा पकाउँदैछु ढिँडो आगो फुक्दाहरूले। आगो खासै फुक्दैन हाम्रो घरमा, त्यही भएर ग्यासकै प्रयोग गर्छ। बच्चाहरू चाहिँ बिहान खाना खाएर गइसकेको छ। मम्मी र म मात्र हो अरू चाहिँ। मम्मी म चाहिँ ढिँडो पानीवालामा छौँ सुकुटीसँग। ढिँडो पाक्यो है साथीहरू। ढिँडो चाहिँ पाक्यो, अब खाएको हेर्ने हो है त। हामी चाहिँ आमा छोरी ढिँडो खान लागेको छौँ है। आयो ल ढिँडो, डल्ले खोर्सानी पनि छ है। यस्तरी खाएर ढिँडो सुकुटी अनि डल्ले खोर्सानी खाए ल। कति मिठो रहेछ। मासु सुकुटी हाम्रो चाहिँ माटोको घर यस्तै छ है। फेरि अरू जस्तो 5 स्टार होटलमा गएर खान सक्दैन। गाउँघरमा यसरी भोलि पर्सि घर बनाएपछि अहिलेको र त्यो बेलाको भिडियो हाल्छु म। घर बनाएर टक्क सजाएर हाल्छौँ। अनि अहिले चाहिँ यस्तै छ है गाइस।